Hello guys, good afternoon. Welcome to my another vlog. अब चाहिँ आज चाहिँ हामी घर फर्किँदैछ यसको रुमबाट। यो हो मेरो साथी, जहिले तैले बाटोमा त बोकेर हिँड्छ। अन्त बाटोमा के हुनेछ म तपाईहरुलाई देखाउँदैछु। हेर्दै गर्नुस्। रुमबाट पनि निस्किसक्यौं हामी। अब चाहिँ हामी जाँदैछौं। ट्याक्सी चाहिँ यहाँ तलनिर पाउँछ नि त बजार जाने। त्यही भएर अब हामी यहाँ तल जाँदैछौं। आजको दिन चाहिँ एकदमै दामी भइरहेछ। घाम मजाले लागेर ट्याक्सी चाहिँ एउटा छैन रहेछ। केटीले चाहिँ मलाई यहाँ हिँडाउँदै लाँदैछ यत्रो भारी बोकेर, तर भए पनि हो यस्तो टिन टिन घाम लागिरहेछ पस्दिनु छोड्दैन। यो चाहिँ नाम्ची कामराङ कलेज जाने रोड हो। एकदम राम्रो भ्यू छ। मेरो साथी चाहिँ नर्थ सिक्किमबाट मलाई भेट्नु आएको थियो। सो आज चाहिँ हामी रिटर्न जाँदैछौँ नर्थ सिक्किम। आज चाहिँ कलेज छुट्टीले गर्दा यहाँनिर ट्याक्सी पाउँदैन। सो हामी अलिकति अगाडि हिँड्दैछौँ। यो चाहिँ नर्थ सिक्किमको किमजोङ हो। अन्त कस्तो लाग्यो तिमीलाई कामराङको यो हरियाली भ्यू? हरियाली भ्यू त हैन, कामराङ मलाई नाम्ची यस्तो रिस त भयो कि 2 दिन नै पानी पर्यो हो। आज फर्किने बेलामा चाहिँ वेदर यस्तो दामी भइरहेछ। अलिक अनलकी हो त्यो चाहिँ। कुची अलिकति अनलकी नै रहेछ हो गाइस। घुम्नु पनि पाएन। पूर्ण राई हेर्नु जाने भन्दै थियो, बेलुकैसम्म पानी पर्यो। अन्त आज चाहिँ ब्याक टु नर्थ। यता मेरो साथी चाहिँ ट्याक्सी नपाएर एकदमै डिप्रेस भएर बसिरहेछ। अब चाहिँ हामी सिङताम स्ट्यान्ड तरफ लाँदैछौँ। यहाँ माथिनिर चाहिँ पूजा हुँदै रहेछ। यहाँ चाहिँ पूजा हुँदै रहेछ आज। फाइनली हामी सिङताम पनि पुग्यौँ। अब चाहिँ हामी सिङतामबाट घर लागेको। लक्कीली हाम्रो काका पनि ठिक्कै आइपुग्नु भएको रहेछ नि त। त्यही भएर हामीले गाडी पायौँ। अब चाहिँ हामी घर गएको। यहाँ चाहिँ हामी कफी खानु लागि निक्लिरहेछौँ। एकदमै दामी रेस्टुरेन्ट रहेछ। यो चाहिँ रागदुङको त्यहाँनिर पर्छ। तपाईहरु पनि आउन सक्नुहुनेछ। So hello everyone, right now हामी चाहिँ मक्सुक सुब्बाको भ्लगमा छौँ। लाइक दिस इज द एन्डिङ अफ भ्लग। लाइक अब भ्लगको एन्ड हो। अनि केही भन्नु छ तपाईहरुलाई? प्लिज उहाँको च्यानललाई तपाईहरुले फलो गरिदिनुहोस्, कमेन्ट सब्स्क्राइब गरिदिनुहोस्। उहाँ हुनुहुन्छ मक्सुक सुब्बा चाहिँ। सो थ्यांक यू।